हेलो गाइस, के छ खबर? सो आज फाइनली म माने गोर्खाली नेपाली भाषाबाटै ब्लग बनाउँदैछु, मिनी ब्लग। वेलकम टु माई मिनी ब्लग। सो आज हामीहरूको आगुहरूको घरमा सत्यनारायण पूजा हुँदैछ। सो अलिकति दृश्य देखाउन खोज्छु। दाइले बनाउनु हुँदैछ। यहाँ तपाईँको छ चना दाल, आलु, पनिर, टमाटर, आइटम सबै छ। पसल खाना आउनु होला। यहाँ चाहिँ के गर्नुभयो? यो आलु खेलाउँदैछु। ला कस्तो काम चाहिँ गर्नु? यहाँ आलु चाहिँ छैन, एउटा आलुलाई लिएर यत्रो चाहिँ के हो? यत्रो चाहिँ ए रहेछ। म त बक्रा मात्रै देखेको थिएँ नि त। यत्रो आलु मात्रै छ। भाइ राखिदिनुहोस्। भाइ भाइ हाई हाई बाई बाई होइन। यहाँ चाहिँ आटा मैदा उयो मुसेर राखेको छौँ गुनेर, किनकि पुरी बनाउनुको लागि। अहिले फाइनली सब्जी पक्दैछ। यसको बादमा अलिक पछि सब्जी पाकेपछि पुरी बेल्ने, पुरी बनाउने। त्यसले मतलब पुरा तेल गरम भयो, पुरी बनाउनु आँटेको। के अरे यो पुरा मैले पुरी बोकेको छु, पुरी हाल्न खानु लागेन है। यता चाहिँ धुमाधुम बेल्नु थालिरहेछ। कसले कस्तो के बनाउँदो रहेछ? च्यालेन्ज। यता चाहिँ माई केटोमाई, यो चाहिँ मैले सबै बनाएको है। यता चाहिँ हाम्रो भाउजू डल्लो बनाउँदैछु। अब के गर्नु, मजाले बेल्न आउँदैन। बोही सिद्धै थियो कि लेख्दा लेख्दै बे भइहाल्यो। डल्लो पारेर नसिकिकनै बे भयो। डल्लो पारेर नसिकिकनै बिहा भयो। सिकाउँदै सिकाएन नि, अब बल्ल डल्लो पारेर रेडी गरेको। ओ म देवरलाई हेर्दै डल्लो पार्दै बेल्दै। के लेख्दै बिहे भयो अरे? किताब लेख्दा किताब लेख्दा बिहे भयो। डल्लो पार्ने